भाउजूको होसायो दाइ मैला किन छोड्यो तिनीहरूले आज सायद परेन जाउँ दाइ भाउजूको होसायो नि मुना तिमी ठिक त छौ नि तिमी कसरी गर्यौ सुन्नुस् त हजुरको बिरामीको टाउकोमा धेरै असर परेछ हजुरले धेरै कुरा सोध्नु भएन धन्न होस आयो होस आयो भने केही फरक पर्दैन मिरा त्यसलाई के गर्नुपर्छ मैले जानेछु मात्र होइन काकी जान्नुपर्छ अझै त्यो अलक्षणले घरमा राख्यो भने त के हुने हो के थाहा कतै काकालाई जस्तै भयो भयो नानी यो भन्दा नबोल ल पकाला म पानी खान्छु भाउजूलाई त औषधि खुवाउने बेला भयो नि ए हो त है म त कस्तो बिर्सिरहेको छ बस त मुना तिम्रो साथमा भए हाँस्न सक्छु म तिमी बिना बाँच्न सक्छु जति दुःख परे पनि सहन सक्छु म तिमीले दुःख दिए पनि तिम्रो बनी रहन सक्छु
नानी इधर बेर पवित्र पकड़ लिया हो के भएको रहेछ यसलाई टाउकोमा अलि असर परेको छ रे हाम्रो धन्न ठुलो चोट चाहिँ लागेको छ हिँड्दाखेरि अलिक विचार पुर्याएर हिँड्नु पर्थ्यो नि ल बुहारीको ख्याल म गर्छु तिमीहरू दाजु बहिनी चाहिँ घाँस काट्नु जाओ गाई बस्तु कराइ छ बुहारी भएर सुत्रा खान पाउँछस् त कस्तो आमाले जन्माएको हो यस्तालाई मलाई जे भन्नु छ आमा तर मेरो आमालाई केही पनि नभन्नु के रे तेरो आमाले के भन्नुहुन्न रे के नभन्ने तेरो आमा के हो तेरो आमा लख आज मुखमुखै लाउँदिन है मलाई तेरो अझ रुन्छेस् अझ पुगेन क्या यसलाई त ल धेरै रुँदिन रहेछ आज यहाँ बसेर को हो तेरो आमा मेरो आमा मेरो लागि भगवान हो उहाँभन्दा ठुलो कोही छैन यो संसारमा आमाको त्यस्तो माया लाग्छ भने किन बिहे गरेर आइस तँलाई जा बाटो खुल्लै छ मेरो धरतीमा त मेरो भगवान यदि आमाको इज्जत जान्दैन भने म पनि यहाँ बस्ने थिइनँ
भक्त म कति अभागी रहेछु आफ्नै आँखा अगाडि आफ्नो छोरीलाई नाना थरी भनेर पिटिरहँदा पनि हेरिरहनु पर्ने केही गर्न सकिनँ छोरी मैले तिम्रो लागि केही गर्न सकिनँ माफ गरिदेऊ मलाई के हो मदनकी आमा लौनी मरेको महिना दिन भएको छैन रातो टिका लाएर हिँडेछ रातो साडी लाएर हिँडेछ रातो ब्लाउज लाएर हिँडेछ के पारा हो यो अनि के हुन्छ त लोग्ने मान्छेले चाहिँ सुहानी मर्दाखेरि हप्ता दिन नगर्दै बिहे गर्नु हुने हामीले चाहिँ रातो लाउनु नहुने यस्तो कुराहरू चल्दैन मदनकी आमा हाम्रो पुस्तौँदेखि चलिआएको रीतिरिवाजलाई तिमीले परिवर्तन गर्न मिल्छ तिमीले यस्तो गरेर हिँड्यौ भने तिम्रो मरेको पोएको आत्माले पनि शान्ति पाउँदैन होला तिमी जति उमेरको मान्छेले यसरी हिँडेपछि नयाँ आउने पिँढीले के सिक्ने हाम्रो पुर्खाले चलाएको रीतिरिवाज मासिँदैन यदि समाज चाहिन्छ भने चलिआएको रीतिरिवाजलाई मान्ने गर मदनकी आमा मैले भनिदिएको छु नि अब काजी खानदानको मान्छेले भनेपछि मान्नै पर्यो होइन गएर कपडा फेर्नै पर्यो मदन दाई नलको भारी त ठुलै छ त छ बहिनी यति त ल्याउनु परेको के हो दाई तपाईँको बुढी त आउँछ भनेको सुनेको थिएँ त मैले कसले भन्यो तिमीलाई कसले भन्नु गाउँभरि सबै त्यही हल्ला छ मान्छेहरू आउज भएपछि यस्तै हो बहिनी खै के हो ल त दाई म लाग्यो है
बुढी के भयो जाडो भयो औषधि खायो नै खाएकी छैन औषधि त समयमा खानुपर्छ नि मैले त यसलाई अघि नै खाऊ भनेको नि भनेको माने पो ल बुहारी औषधि खाऊ ल ल पानी न औषधि खाइहाल त सुन्नु न आमाको कस्तो न्यास्रो लागेको थियो न्यार्सो लाग्यो हिँड नि त म पुऱ्याइदिन्छु घरमा धेरै काम छ हजुर किन जानु म आफै भेटेर फर्किहाल्छु नि तिम्रो टाउकोमा अलि असर परेको छ अरे एक्लै नहिँड मुन छैन म ठिक छु म एकैछिन आमालाई भेटेर आइहाल्छु नि है ल त्यसो भए जाऊ न त होइन कस्तो खालको श्रीमती हो मदनी तेरो बुहारी भएपछि जतिखेर भन्ने उतिखेर घर छोडेर जान पाइन्छ कस्तो संस्कार नभागी आमा बेचारी सानो छ आमालाई भेट्न मन लाग्यो होला भेटेर आइहाल्छ नि म त त्यो औँसालाई तेरो टाउकोमा चढ औँसाले मान्छे खान्छ भनेको तँलाई थाहा छैन कि क्या हो त्यो एउटा भ्रम हो आमा मान्छेको मृत्यु भनेको आफ्नो कर्म हो कर्मले नै मान्छेको मृत्युको घोषणा गर्छ तै जान्ने छस् परेपछि थाहा हुन्छ तँलाई
आमाको त्यस्तो माया लाग्छ भने किन बिहे गरेर आइस तँलाई जा बाटो खुल्लै छ मेरो धरतीमा त मेरो भगवान यदि आमाको इज्जत जान्दैन भने म पनि यहाँ बस्ने थिइनँ के गर्दै होली नानी त्यसलाई कति पीडा भएको होला हे भगवान आफ्नै आँखाले देखेर आएको छु मैले त्यसलाई कसरी भेट्ने होला के गर्ने होला एकचोटि आइदिए नि हुन्थ्यो नि त्यो आमा भन्दै आमा नानी आमा नानी त ठिक छेस् त ठिकै छ तेरो घरमा राम्रै छ ठिक छु आमा सासू आमाले पनि मलाई हजुरले जति नै माया गर्नुहुन्छ आमा तपाईँ चाहिँ किन रुनु भएको अहिले मसँग कति सजिलै झुटो बोलिस् है मेरो सासूले तपाईले जस्तै माया गर्नुहुन्छ भनेर म धेरै दिन नआएपछि तेरो धेरै न्याचो लागेर म तेरो घरमा गएको थिएँ तेरो घरमा म जाँदा तेरो सासूले तँलाई गरेको व्यवहार मैले देख्न नसकेर म त्यहाँबाट तँलाई थाहा नै नहुने गरी फर्केर आएँ छोरी मेरो बाबा जहिले कति दुःख के पिस्ने अनि हजुरले नि भन्नुभएको होइन आमा घरको कुरा माइतीमा आएर भन्नु हुँदैन भनेर काकी म तपाईँलाई एउटा राम्रो उपाय सिकाउँछु तर एउटा शर्तमा कस्तो शर्त यदि मदनीको बे मसँग गराइदिनुहुन्छ भने त्यो औँसियालाई घरबाट निकाल्ने 100% उपाय म दिन्छु तिमीलाई मैले बुहारीको रूपमा पाउनु त मेरो भाग्यको कुरा हो तिमी ढुक्क हो मेरो छोराको बिहे त म तिमीसँगै गराइदिन्छु तर त्यो औँसियालाई मेरो घरबाट निकाल्ने उपाय देऊ मलाई र सुन्नुहोस् काकी मदने र त्यो तपाईँको कान्छी छोरी औँसियाको पक्षमा छ कान्छीलाई त मैले भनेअनुसार गर्नुभयो नि गरे नानी त्यसो भए त्यति बेला काम भइसक्यो होला अब तपाईँले जेठीलाई बोलाउनु जेठीले भनेको कुरा मदनले एक वचनमै मान्छ तिमीले ठिक भन्यौ मीरा तर जेठी छोरीको पनि के भर तपाईँ चिन्ता नगर्नु त्यो पनि म सिकाउँछु लु भनिहाल न त कसरी हो
एकछिन पर्ख एउटा कुरा बिर्सेछु तेरो पेवा कुखुरा बेचे पैसा थियो कि लाएर पर्दैन कि अब हजुर आफै राख्नुहोस् मलाई किन चाहियो फेरि किन पर्दैन ल तल यताउता गर्नुहुन्छ ल चाहिएको कुरो दिन पाइयो नि त अनि नानी मलाई साह्रै अत्यास लाग्छ बेला बेलामा यसो आइज न है मौका मिल्यो भने चाह फेरि ढिला हुन्छ चाह नमस्ते काई सर ए नमस्ते त आइस आएँ काई सर किन बोलाउनु भएको मेरो बुवा केही समय घर आउनुहुन्न त्यही भएर तँलाई मैले यो घरमा नोकर राख्न खोजेको बन्छ छैन त यो घरको नोकर अब काजी खानदानको नोकर बन्न पाउँदा म बन्दिनँ होला र भाग्यमा त लेखेरै ल्याएको रहेछस् नि सुन आज म त्यो पारी गाउँ जानु छ त्यो मदनले छ नि काई साहब त्यो मेरो साथी हो अब तेरो साथी होइन मेरो ऋणकर्ता हो त्यसले आजको भाका राखेको छ जा मागेर लिएर आइज यदि दिएन भने त्यसो घरमा बाख्रा कुखुरा के छ सबै उठा लिएर आइज आफ्नै साथीलाई कसरी त्यस्तो गर्नु काई साहब अहिले तेरो साथी होइन जागिर सम्झी नुनको सोधो गर्न सिक हस् काई साहब म लागेँ है त पक एकछिन
काजीको नोकर भएर मैले धैले भएर हिँड्नु सफा कपडा लाएर हिँड्नुपर्छ। ल ल त्यो काम गरेर चाहिँ आइज फेरि। मदने ए रामे त आइस आज बस। म बस्न आएको होइन, आजबाट म काजीको नोकर हो। काजीको पैसा आज दिन्छु भने थिच्यो त। दिन्छु त भनेको थियो रामे, हेर न आज पैसै भएन। भएन भने सुख पाउँछस्? यदि पैसा दिनुहोस् भने घरमा भएको कुखुरा बाख्रा जे छ उठाएर ल्याउने आदेश छ। के गर्छस्? अहिले पैसा छैन त रामे, के गरे होला? त्यसो भए बाख्रा लान्छु। बुढा बाख्रा बेच्न लाग्नु भयो? बेचेको होइन मुना, बाउ मर्दाखेरि काजगिरी गर्नको लागि काईसँग ऋण लिएको थियो, त्यो ऋण तिर्न सकेन, त्यसैले बाख्रा लान लागेको। बुढा मलाई आमाले दिनुभएको सुन दाइ हाम्रो बाख्रा छोडिदिनु। यो सुनले त पुग्दैन होला, म बाख्रा पनि लान्छु, बाँकी कुरो काई हिसाबले गर्नुहुन्छ? बुढा म त भुसुकै बेचेछु, मलाई आमाले प्याउ कुखुरा बेच्नु भएको पैसा दिनुभएको थियो। जानु ल्याइहाल्नु जानु। ए बहिनी त आइस? आए दाइ। भाउजू नमस्ते। होइन
तँहरूलाई चाहिँ के भयो नि निकै झोक्रेर बसेको देख्छु त आमा काजीको पैसा समयमा तिर्न सकेन म बाह्र उठाएर लग्यो घरमा यस्तो अंश भएपछि के हुन्छ हुन्छ मलाई माफ गरिदिनुहोस् आमा मुना के लाग्यो म औँसी हो म मर्छु छोडिदिनु मलाई अनि आमा तिमीले आत्महत्या गर्न खोजेको आमाले थाहा पायो भने आमाले के सोध्ला मिरा कता ल त बजार हिँडेको काकी के कामले नि साडी किन्न जान लागेको के हो बे गर्ने विचार गरी के हो के थाहा लगन जुरेको रहेछ भने हुन पनि सक्छ ल ल छिटै बे गर भतेर खानु पाउँछ ल त काकी अहिले म गएँ ल एकछिन पाउँछ के काम थियो र काकी मुलोको बिउ ल्याउनु थियो हुन्छ ल म गएँ ल काकी
म पैसा दिन आएको। अहिले मसँग 2000 मात्रै छ। यो पैसाले कहाँ पुग्छ? ब्याज पनि पुग्दैन। मैले तल आपत पर्दाखेरि 5000 दियो। अब समयमा तिर्न सकेनस् ब्रासलेट खोल। कुमार भाइ, यो ब्रासलेट त मेरो बाउको चिनो हो। त्यही बाको चिनो भनेर तँलाई नबेच भनेर मैले पैसा दिएको। अब समयमा तैँले पैसा तिर्न सकेनस् तेरो हातको ब्रासलेट खोल। आफ्नै जिन्दगी आफैलाई भारी भो पीडा हो कि पहिरन गहना नारीको आफ्नै जिन्दगी आफैलाई भारी भो पीडा हो कि पहिरन। बहिनी आमा खोइ त? खै चामल लिएर जानुभएको थियो, कहाँ जानुभएको थाहा छैन। यो आमालाई पनि के भएको के भएको चाहेर पनि पाउन नसक्ने भनेको यो संसारमा आमा बाबा मात्रै हुन्। त्यसैले जे जस्तो भए पनि हामीले आमा बाबाको मन दुखाउनु हुन्न हजुर। भाउजू तपाईँ त कति बुझ्ने हुनुहुँदो रहेछ है। सबै कुरा समयले सिकायो नानी। जब मेरो बाले म छोरी जन्मियो भनेर हामीलाई छोडेर जानुभयो नि, तब आमाको पीडा मैले देखेकी छु। बिचारी मेरी आमा। आफू भोकै बसेर भए पनि मेरो पेट भरिदिनुहुन्थ्यो। आफ्नो मनभरि पीडा भए पनि मेरो अगाडि पीडा नभए जस्तै गर्नुहुन्थ्यो। यदि आफ्नो आयो अरू कसैलाई दिन मिल्थ्यो भने मेरो सबै आयो मेरी आमालाई दिन्थे। भाउजू नरुनु। दाइ आमा चाहिँ कहाँ जानु भएको? यो चामलले हजुरको छोरीलाई सुत्ने बेलामा छर्किदिनु। भोलिपल्टबाट हजुरले सोचेको काम सबै पुरा हुन्छ। हस् माता। रामे रामे हजुर काई सर। सुन त, मिरालाई मैले बोलाएको छ भनेर भन्दै जा। हस् काई सर।
विराट तँलाई काई साहबले बोलाउनु भएको छ किन बोलाउनु भएको रे जान गएपछि थाहा भइहाल्छस् नि किन बोलाउनु भएछ कतै अस्तिको पैसा फिर्ता माग्नको लागि त बोलाउनु भएको होइन फेरि मैले त 3 महिनाको भागा राखेको थिएँ ओए के सोचे केही पनि हैन के हैन भने जानु त घरमा काई साहब पुरानो भएको छ मलाई किन बोलाउनु भएको सन्ताई सर किन बोलाएको यसो अनुमान गर त मैले त अन्दाज लगाउनै सकिनँ सन्काई साहब त्यसो भए आँखा चिम्म गर्छ एकचोटि किन र काई साहब मैले भनेपछि आँखा चिम्म गर्न हस् अब खोल त सुनको मारवाडी कसको लागि काई साहब मेरो छेउमा अरू को छ तेरै लागि ला तर यो सब मलाई किन काई साहब बिस्तारै थाहा पाउँछस् जा अहिले त हस् काई साहब काई साहब के सुनिदिनु भएको त्यसलाई तैँले अहिले यस्तो कुरा बुझ्दैनस् जा गर आफ्नो काम गर। छोरी टाउको दुख्यो भनेर सुतिरहेछ यिनीहरू जाने भन्दा अगाडि छोरीको जिउमा चामल छर्किदिन्छु आमा के भयो के हुनु नि खुब मिठो पकाएछ तेरो बुढीले तरकारी कति दिनपछि मासु खाउँला भनेर ल्याएको यस्तो ढङ्गको बुहारी तिमीहरूले खाऊ है अब यो ल मलाई चाहिँ पुग्यो खा तेरो बुढीले पकाएको तै खा सुन यो सबै धन्दा गरेर सुत्ने नि फेरि यहाँ जुडो भाडा लाएर सुत्ने होइन भन्दैछु मैले
आँसु पुछिदिने तिमी नै त हो नि माया तिमी नै त हो नि माया झर्दा आँसु पुछिदिने तिमी नै त हो नि माया तिमी नै त हो नि माया मैले तँलाई किन बोलाएको थाहा छ? थाहा छ। त मदनलाई मन पराउँछस् होइन? हो त मदनलाई जसरी पनि आफ्नो बनाउन चाहन्छस् होइन? हो। हेर यो संसारमा पैसाभन्दा ठुलो कुरो केही छैन। यदि तैँले मैले भनेको मान्छस् भने म मदनलाई किन्न पुग्ने पैसा दिन्छु। मन्जुर छ होइन? अब यसै गरी त्यसलाई पैसाको लोभ देखाउनु पर्यो। तँलाई सुन्नु मैले त्यसै दिए हो र मिरा। के चिया बनाएस् त चिया? के भयो बहिनी? यस्तो चिया नि पकाउने आमालाई सुगर छ भन्ने थाहा छैन बाउजू? बाउला जस्तै आमालाई पनि मान लाग्नु भयो क्या? हिँड्नु आमा, म तपाईँलाई अर्को चिया बनाइदिन्छु। यस्तो चिया नि पकाउने हो त? ल तेरो त्यस्तै खा। चरी काकी, काकी, ए मिरा त आइस, आइ काकी, बस है म आउँछु। काकी, मुलाको बिउ आयो। गर्मी भयो काकी मलाई त।
मेरा काम त टल्केछ नि त कसले दियो कसले हुनु नि काकी हिजो बजार जाँदा किनेर लाको ए ल काकी म गएँ है ल ल होइन झुक्राएर मात्रै बस्ने हो कि घाँस काट्न जाने हो जाऊ अर्को नौलो पनि ल्याऊ म नि सँगै जान्छु आमा यतिका दिन भइसक्यो बहिनी कहाँ गएको ए छोरी तेरो दाइलाई पनि थाहा छैन त्यो पारी गाउँको सन्ते छ नि तँलाई त थाहा छैन तँ त भर्खर भर्खर आइरहेछ के त त्योसँग पोइलाई लागि छ कि ओ झर्दा आँसु पुछिदिने तिमी नै त हो होइन मदनकी बुढाबुढी पानी खाँदै काका खाँदै अनि पानी खाएर कहाँ जानु लाग्यो त घाँस खान जानु लागेको अनि बाख्राहरू त कालीले उठाएर लग्यो भने होइन र एउटा म बाख्रा लगायो काका अरू त घरमै छ ए सुन मदनै यो गाउँ घरको सम्बन्धीले केही पनि हुँदैन पैसाको अनिकालमा बस्नु भन्दा त भुग्नुहुन्छ मेरो छोराले हेर त अहिले मुगलन गएर कति पैसा कमाछ धनीले पैसा राम्रै कमाएको छ है काका कमा छ नि अब बिस्तारै बजारमा जग्गा किन्छु भनेछ मुना नाम्लो नाम्लो त्यही परेछ त बिर्सिनु भयो हस् त काका हामी जान्छ है ल ल ल लौ छोरी आलु खाऊ मिठो छ यो अहिलेको सेतो आलु हो मिठो रहेछ गुलियो रहेछ पाकेछ पाकेछ हेर छोरी तेरो भाउजू एकदम अलाछिनी छे अब मैले भनेको तेरो दाइले मरी काटे मान्ने होइन तैँले भनेको त मान्छ नि जसरी हुन्छ तेरो दाइलाई फकाएर छोड्दे भन् चिन्ता नगर्नु आमा दाइलाई कसरी मनाउनु पर्छ मैले जानेको छु ऊ आलु डढ्यो त्यो हेर्नु आमा ओहो नभन्दै है
आफ्नै जिन्दगी आफैलाई भारी भो पीडा हो कि पहिरन गहना नारीको आफ्नै जिन्दगी आफैलाई भारी भो पीडा हो कि पहिरन गहना नारीको आँसुको नौतले कम्पनी खोलेछु आँखैमा थकाइ लुटियो चौतारीमा निन्दरा। अब तिमीले बेगो तयारी गरे हुन्छ। साँच्चै हो र काकी? हो मिरा, तिमीले दिएको उपायले काम गर्यो नि। त्यसो भए उजेली पनि तपाईँकै पक्षमा आयो होइन त काकी? आई मिरा आई, तर एउटै समस्या भयो। के समस्या हुनेवाला सासूजी? के हुनु नि हुनेवाला बुहारी, त्यो मन्त्र लाउने मातालाई काम भएपछि 2000 दिन्छु भने थियो, अहिले मसँग छैन। यति जब सानो कुरामा पनि किन चिन्ता लिनुभएको मेरो हुनेवाला सासुआमा? म छैन र? गाह्रो भयो एकछिन बिसाएर बसौँ न। बसौँ न बसौँ, म यही बिसाउँछु। मुना, हजुर म त त्यो काकाले भने जस्तै परदेश जाउँ कि? पर्दैन। किन र मुना, म नि मुगलान जान्छु, टन्न पैसा कमाउँछु, तल बजारमा घर बनाउँछु, अनि तँलाई सुखसँग राख्छु। मलाई त्यति सुख पनि चाहिँदैन, बरु म मेलापात खेतबारीको सबै काम गर्छु, तर म तपाईँलाई त्यति टाढो पठाउँदिनँ। त्यही माथि हामी महिलाको खुसी भनेको आफ्नो श्रीमानको साथ हो। मलाई हजुरसँगै भएपछि अरू केही चाहिँदैन। भाउजू, तपाईँ आउनुभयो? हजुर।
दाइ खोइ त बाख्रालाई घाँस हाल्दै हुन्छ। ल ल भित्र गएर खाना पकाउनु। नानी के भयो फेरि? मबाट के गल्ती भयो र त्यस्तो? औँसियामा जन्मेको मान्छेको गल्ती हुनुपर्छ र? दाइ बहिनी भाउजूलाई छोडिदिनु। होइन के भन्छ यो? हो दाइ, आमाले भने जस्तै भाउजू अलक्षिनी छे। यदि यो भाउजू यहाँ घरमा राख्नु भयो भने बाउला जस्तै आमालाई पनि खान सक्छ। के तपाईँ आफ्नो जन्मदिने आमा मरेको हेर्न चाहनुहुन्छ दाइ? यदि चाहनुहुन्न भने मैले भनेको मान्नुहोस्, भाउजूलाई छोडिदिनुहोस्। हेर बहिनी, म यस्तो अन्धविश्वास कुरा मान्दिनँ। मलाई यस्तो कुरामा विश्वास लाग्दैन। परेपछि थाहा हुन्छ। मलाई आमा र तपाईँ घुमाउनु छैन दाइ। अब भने मलाई ढुक्क भयो मिरा। कति मिरा मिरा भनिराख्नु भएको, अब त हुनेवाला बुहारी भन्नु न। ल ल हुनेवाला बुहारी। बुहारी होइन, भाउजू भन्। खोइ भाउजू पनि कसरी भन्नु? त्यही मिरा पाउनको लागि तपाईँको घरमा नोकर बस्या हो रे रामे। के रे? हो काजी साहब, मैले त्यही सुनेको। त्यो भुसुनालाई मैले जानेको छु, मैले पाल्ने मलाई डर्ने। सबैभन्दा उत्तम काजी साहब, मैले भनेको मान्नुहुन्छ भने एउटा काम गर्नुहोस्। तैँले ठिक भनिस् गोपाल। ठिक मात्रै होइन, धेरै ठिक भने। बरु अहिले गइहाल्नुहोस्। काजी जस्तो मान्छे कहाँ जान्छ? बरु त जा, त्यसलाई यहाँ पठाइदिनु। हस् काजी साहब। ए माताजी, कहाँ जान लाग्नु भएको? म त पूजाको सामान लिन जान लागेको गोपाल भाइ। पूजाको सामान छोडिदिनु। हजुरले काजी साहबले बोलाउनु भएको छ। किन बोलाउनु भएको रहेछ त? किन बोलाएको भन्ने कुरा त जान्नु न, थाहा पाइहाल्नुहुन्छ नि। कहाँ हुनुहुन्छ अरे? माथि जङ्गलमा हुनुहुन्छ। ल त म गएँ। हस्। ओ मदनी, किन नबोली हिँड्यो हौ? तँ जस्तो घटियासँग किन बोल्नु? हेर मदनी, जे गर्नु जागिले गर्यो। नुनको सोच त गर्नै पर्यो। हो, नुनको सोच गर्नुपर्छ। तर एउटा साथी भएपछि
साथीको समस्याको समाधान गर्न नसके पनि 2000 दिनलाई त मिलाउन सक्दैछ नि। त्यो त हो यार, तर के गर्नु, पैसाको लागि स्वार्थी हुनुपर्दो रहेछ। ल ल पछि मर्दाखेरि तेरो मलाई पनि पैसै जान्छ होला। पैसा भने पैसा हो साथी। पक्कै पनि सानो काजीले मलाई मन पराउँछु भन्नलाई बोलाउनु भयो होला। वर्षौँदेखिको मेरो सपना अब पुरा हुने भयो। सानो काजी सब किन बोलाउनु भएको? ए गीता आयो, बस न, तिमीसँग धेरै मनको कुरा गर्नु छ। के कुरा हो नि भन्नु नि। हेर न गीता, मलाई एकजना साह्रै मन परेको छ। को हो र त्यो मान्छे? खासमा को भने नि त्यो मिरा। अब तिमीले जन्तर मन्तर गरेर हुन्छ के गरेर हुन्छ त्यसलाई म प्रति आकर्षित गराइदिनु पर्यो। त्यसको लागि म तिमीलाई 10,000 दिन्छु। ल अहिले म गएँ। मैले हजुरलाई मन पराएको 1 वर्ष भयो काजी साहब। म बाहेक हजुरलाई कसैको पनि हुन दिन्न। माफ गरिदिनुहोस्, मलाई जति पैसा दिए पनि हजुरको त्यो काम गर्न सक्दिनँ। बाध्य क्या हो? भाउजू, हजुर साग के लाउँदै हो? हजुर कस्तो राम्रो साग। के हो भाउजू, हामीलाई मार्ने विचार छ कि क्या हो? किन र नानी, के गरेर मैले? के हो, तैँले आफ्नै कपाल हालेर हामीलाई तरकारी खुवाउन खोजी केस? झुकेर पर्यो होला नानी। के भयो छोरी? हेर्नु न आमा, यसले त हामीलाई मार्नको लागि सागमा आफ्नो कपाल हालेकी रहेछ। ए यसले यस्तोसम्म जाल खेल्न जाने कि कहिले त? आमा यो साग यसै नखान्छ। अझ हात पर गर्छस् नखा। तँलाई लु हामीलाई मार्नुलाई तैँले यस्तो जुक्ति गरेको खा खा। अझ 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 मुख गरिदिनुहोस्, छिटो खा। तँलाई किन हाल्छ कपाल? हामी आमा छोरीले मार्नु जान गरेकी तैँले तँलाई ल कपाल तेरो कपाल सबै भुतालले फ्याल्दिम। अझ म कान्छस् छिटो खा। तँलाई छिनी अझ रोएर बस्छस्? अझ जा त यो घरमा मेरो घरमा एक मिनट पनि बस्नु पाइँदैनस् त।
भित्र गइहाल यो साग सबै तै खा जा ए छोरी आइज भित्र जाऊ यसको मुखमा हेर यस्तो औलाद छिर्को त्यसो नभन छोरी नारीको सौभाग्य भनेकै सिन्दुर हो तिमीले कसैको नामको सिन्दुर पहिरिसकेकी छौ अब तिमीले तिम्रो सौभाग्यलाई सधैँभरि जोगाइ राख्नु पर्छ जान्न नभन मिठो भएछ है छोरी मिठो छ मिठो छ धेरै मिठो छ कहाँ राखी त जा भित्र भात छ भात खा छोरा बेसीमा बारी जोत्नु गएको छ मकै भुटेर खाँदा लग्दे लहर गाउँ डुल्छे बुहारी भएर मिरा कहाँ हिँडेकी त म मदनको घरसम्म जान लाग्छु अनि त कहाँ जानु म त तँलाई नै भेट्न हिँडेको नि मलाई किन हिँड त्यहाँ पर हिँड ल भन के कुरा हो खासमा कुरा के हो नि म तँलाई मन पराउँछु मिरा के रे मैले अलि बुझिन हो मिरा म तँलाई भित्रै मनदेखि मन पराउँछु हो र रामे हो नि अलि त आइज त म नि तँलाई साह्रै माया गर्छु
थापडको बदला महँगो पर्छ तँलाई। औसा के अरे मेरो बाख्रालाई न हेर भएको एउटा बाख्रा नि मर मेरो बाख्रा। यो के गर्नु भएको काजी साहब? सुन, यदि तैँले मैले भनेको मान्छेस् भने त्यो बाख्रो पनि फिर्ता गरिदिन्छु र तेरो लोग्नेले लिएको ऋण पनि मिना गरिदिन्छु। तपाईको मतलब? मलाई एकचोटि तेरो जमानी दे। फुक्क पापी, तँलाई यस्तो सोच्न अलिकति पनि लाज लागेन? यदि तेरो ठाउँमा अरू कोही भइदिएको भए मैले जाने थिएँ। यो गाउँको मान्य गुन्य भएर मात्र छोडिदिए। मदन, खाजा खान आउनु।
कसले भुटेको भनेको? मैले किन मिठो छैन र? एकदम मिठो छ। र तिमी पनि खाऊ न। जुनेली कहाँ हिँडिस्? कसरी जान लाग्यो अनि तपाईँ नि? मेरो काम नै के नै छ र जुनेली? अब त बिहे गर्ने उमेर भयो के अरे, बिहे गर्दा हुन्छ हौ दिदी। सोच त त्यही हो नि, के गर्नु? तेरो दाइसँग बिहे गर्ने भन्दा भन्दै तेरो दाइले अर्कोसँग बिहे गरिहाल्यो। पछिको कुरा दिदी के थाहा, लेखेको कुरा पाइन्छ भन्छन्। तँ त नै ठिक भनिस् जुनेली। ल ल दिदी, फेरि पसल बन्द होला, म चाहिँ गएँ। ल ल। लाई पनि चाकरीको तपाईँले राम्रो काम गरेछ। यो गाउँमा काजी खान्डाले भनेको मान्ने छोडे। कसले मानेन काजी साहब? छन् 2-4 जना। जा भित्र गएर एक अङ्गरो पानी ल्याएर आइज।
आमा मुना खोइ त मुना किन चाहियो तिमीलाई? त्यो औँस्यालाई भाषा दिँदैन म, मेरो चुलामा पनि ढिम्किँदिन म। त्यही त दाइ, तपाईँ पनि अलि विचार गर्नु। दाइ, यदि मैले भनेको मान्नुहुन्छ भने फिर्ता पठाइदिनुहोस् त्यसलाई। ठिक भने तेरो बहिनीले, फिर्ता पठाइदिए त्यसलाई। पशु हो र फिर्ता पठाउनलाई? तँलाई त हामीले भनेको कुरा कहाँ पच्छ र? आमा, त्यसले त हाम्रो दाइलाई मोनी नै लागेको छ कि क्या हो? मलाई पनि त्यस्तै लाग्यो छोरी। चिन्ता नगर्नु आमा, म भोलि झाँक्रीकोमा हेराउन जान्छु। होइन तँ किन जानु पर्यो छोरी? गए मै जान्छु, चुलार भास्का तोर्ला। ल खानु खाऊ। मलाई खानु मन छैन। खाऊ न अलिकति। तपाईँले खानुभयो? मैले खाएँ। म हात धोएर आउँछु। एकछिन म खाइदिन्छु पर्दैन। झर्दा आँसु पुछिदिने तिमी नै त हो नि माया तिमी नै त हो नि माया। के भयो काकी? हेर न, हिजो मदनमा बुढीले मेरो बाख्रा हेरेको थियो, आज घाँस पानी खोलेको पनि खाँदैन। त्यो अलछिनेले त गाउँ नै सखा पार्ने भयो भने काकी। त्यही त मिरा, अब के गर्ने होला? तैँले ठिक भने मिरा, जाउँ। आमा, म औँसे होइन। अझ झुटो बोल्छस्? तैँले हेरेर यो चरीको बाख्रा बिरामी भयो अरे। रोएर नजिक दल्दै मेरो दल्दै यसलाई कालो दल्दै के गर्दाखेरि हो? के रे कारणले हो? अझ होइन भनेर नाटक गरेर रुन्छस्? यसलाई सबैजना भएर गाउँ निकाल्नु गर्नुपर्छ। के राव गाउँलेहरू, यसलाई निकाल्दे। के गरायो? यो तपाईँले गर्नु खोजेको के हो यो? के हो नि? तेरो बुढीले हिजो मेरो बाख्रा हेरेको थियो, मेरो बाख्रा बिरामी भयो। यो औषधि हाम्रो गाउँमा बन्दिँदैन। थुक्क तपाईँहरूको सोच है।
तपाईँहरू त मानवको रूपमा दानव रहेछ दानव। घरबाट निकालिसकेको छ यसलाई त हान्नुपर्छ लट्ठीले दिनुपर्छ तपाईँले के गरायो
आफैलाई